नमस्कार। अब हामीले चाहिँ वर्षमा एक दुई पल्ट खोला खेल्नै पर्छ। इट्स गुड फर हेल्थ। किनभनेदेखि हामी खोला खेल्दाखेरि हाम्रो शरीरका नसाहरू खुम्चेर बसेका हुन्छन्, त्यो एक्टिभ हुन्छ, हाम्रो छालामा भएका रोगहरू निको हुन्छ। त्यही भएर मेरो छोरोलाई पनि मैले ल्याएको छु। उता हेर छोरो, हाई हेलो गर, यस्तो गर्दै ल है। भेरी कोल्ड वाटर, उता हेर न। हेर्नुहोस् यस्तो छ, एकदम राम्रो यो ऊ छ पानी, हाम्रो हिमालबाट बगेर आएको पानी हो यो। त हेर्नुहोस् यहाँ होइन, यता उहाँ छ। फेरि यो सानोको लागि पनि छ, खेल्न हुने सानोको लागि पनि छ, उहाँ ठुलोको लागि छ फेरि। उहाँ हेर्नु होला, हेर्नुहोस् उहाँ छुट्टै छ फेरि हाम्रो। यस्तो राम्रो ठाउँ छ, एकदम सफा पानी छ यहाँ। हेर्नुहोस् डाँडा काँडाहरू चारैतिर रहेको यस्तो ठाउँमा आएर हामी खोला खेल्छौँ। हजुरहरू पनि आउनु होला है।